नमस्ते मित्रहरू, वेलकम टु बोनतमु भ्लग। पोखराबाट नजिकै स्याक्लुङ हाइटतर्फ अहिले ड्राइभ गर्दैछु। मेन हाइवेबाट यो यता पोखरा जान्छ भने यो साइडमा यो अमजुङतर्फ र अब अहिले म यो बोर्डमा देख्न सकिन्छ रूपा डिठा गाउँ आरुबोट यो बाटो जाँदैछु। यो ठाउँमा एकदम रमाइलो ठाउँ छ यो। हेर्नु होला मित्रहरू, आज यो स्याक्लुङ हाइट स्याक्लुङ भ्यू पोइन्टमा पुग्नेछु। त्यहाँसम्मको जर्नी यो भ्लगमा समेट्नेछु। यो चाहिँ सगरबास भनिन्छ। यो भन्ज्याङबाट उता गएपछि लमजुङ पुग्न सकिन्छ। अहिले म ठ्याक्क बायाँबाट उकालो स्याक्लुङ हाइटतर्फ जाँदैछु र अगाडि मेरो मित्र गङ्गा गुरुङज्यू जाँदै हुनुहुन्छ। हामी दुवैजना आज स्याक्लुङ भिडियोमा छौँ। मेरो पुरै सोल्टी राजा गङ्गा गुरुङज्यू भेट भइहाल्यो र अब हामी यो माथि 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 हुँदै डाँडामा पुग्नेछौँ। राम्रो रहेछ। मात्र कच्ची छ यो गेट बाटो कटेपछि पहिलाको यो उकालोहरू सिँढी देख्न सकिन्छ। कसरी ए हो र माध्यमिक विद्यालय।
गोठा गाउँ जाने हो यताबाट हो ए ल हजुर ल धन्यवाद यो ठाउँको नाम के हो हजुर रामकोट हो ल धन्यवाद बाटो ठिकै छ कच्ची भयो पनि है राजा दोस्ती प्रे न ये तो हो क्यों यार ट्राई गरौँ के अरे यहाँबाट रुप्पा गाउँपालिका भेट्छ आज युवा भेटलाई क्या वेलकम टु बोन्तमो युट्युब च्यानल मित्रहरू म चाहिँ यो पोखरा आसपास वरिपरिका गाउँहरूमा समय समयमा गएर भ्लग गर्न रुचाउँछु र आज यसै सिलसिलामा हाम्रो रुप्पा गाउँपालिका अन्तर्गत पर्ने सुन्दर गाउँ चिउलो स्याक्लुङ गाउँतर्फ जाँदैछु जहाँ जुन ठाउँलाई चाहिँ हामी डिठा गाउँ भनेर पनि चिन्न सकिन्छ मित्रहरू
स्याक्लुङ गाउँमा चाहिँ भ्रमणको लागि म इन्भाइट गर्न चाहन्छु। थ्याङ्क यू। आमा डिठा गाउँ जान्छ यहाँबाट? यही बाटोबाटै हो हजुर? बायाँ बाटो ए भन्नाले यही साइड बायाँ बायाँ हुँदै जाने ए ल ल हजुर ल धन्यवाद। मरदछ तसे हो कुलर बचमियो मरदैछ तसे गई जो पन ngôn cho ngay mira làm से गई जो पन ngôn cho ngay mira làm से शाना नदी से तो शाना घर जाई शाना नदी से तो शाना नहीं जो बनोला कई मेरा लामी शो नहीं जो बनोला कई मेरा लामी शो Pisho mi pisho ngai preso tamigo mare pisho mi pisho ngai preso tamigo mroti ke mir la sho bol sho kyo ngala tamido mroti ke mir la sho bol sho kyo ngala tamido मरदछ तसे हो कुलर बचमियो मरदैछ तसे गई जो पन ngôn cho ngay mira
फाइनल्ली आज हाम्रो एकदमै ऐतिहासिक पुर्खौली सपनाको गाउँ चिउलु नासा स्याक्लुङ गाउँ यो डिट्ठ गाउँमा आइपुगेका छौँ हामी। एकदमै खुसियाली र रमाइलो ठाउँ यो र भर्खरै हाम्रो आदरणीय बुबा हाम्रो पूजनीय बा हामीलाई पर्खिराख्नु भएको रहेछ। यस्तो छ है स्याक्लुङको बाटो, हेर्नुहोस् त पुरै कटपिस ढङ्गले। यो पहिला पनि म आएको थिएँ, त्यो बेलामा अलिकति कोही ठाउँ पुरो भएको थिएन, अहिले त माथि जाने बाटो नि भयो होइन? पुरै भएको छ। ल एकदमै सुन्दर ठाउँ। ल आउनुहोस् ल। ल नमस्कार बाबु। ल ल भाग्यमानी राजा भाग्यमानी। ल है ल बाबु नमस्कार हाम्रो धन्यवाद। ल आउनुहोस्। आज यस्तो छ, यो हाम्रो पुरानो घर है। मेरो चन्द्रप्रसाद भाइ कान्छु भाइ बस्छ यहाँ। युवा प्लेको घर हो यो। हाम्रो आइपुग्यो ल कान्छा। यता पछि काट्नु पर्छ नि होइन? हुन्छ हुन्छ। नमस्कार 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 है दाजुभाइ। नमस्कार 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 हाम्रो युवा भाइ छोरा बाबुहरू यता सोल्टी जवाई है। मोहलाई नि कहाँ जवाई नै राजा सबै भाइको दाजुभाइहरू हाम्रो प्रवीण भाइहरू हुनुहुन्छ। प्रारीमा सबैलाई नमस्कार छ है। सबै आज यहाँ भेला भएर आजको एकदमै ऐतिहासिक हिस्टोरिकल डे आज। अनि खुसी लाग्यो। आमाहरू नमस्कार है। दिदीहरू किनभने धेरै मान्छेले ल है राजा लो भाग्यमानी आशीर्वाद अब बल्ल दर्शन पाइयो छोराको। खुसी लाग्यो आज। ठक्कै छ नि है। सबैले मेरो साइनो अनुसारको नमस्कार सेवा ढोक्छ है हजुरहरूलाई। ल त पोखेर हो